सो होइन, इफ यु थिङ्क कम्फर्ट जोन इज अल अबाउट लाइङ इन काउच, प्रोक्रेस्टिनेसन, वाचिङ पोर्न्स, डुम स्क्रोलिङ एक्सेट्रा, यो हो भने चाहिँ यु नो दि भेरी बेसिक डेफिनेसन अफ कम्फर्ट जोन क्या। किन म इक्जाम्पल दिन्छु ल। र इफ यु एनालाइज होइन, यो वर्ल्डमा पपुलेसन 8 बिलियन अराउन्डमा छन्। इफ यु सी इट क्लियरली 8 बिलियनजनाको आफ्नो 8 बिलियनवटा कम्फर्ट जोन छ क्या। इभन दोज मोस्ट अफ द कम्फर्ट जोन लाइक आर सिमिलर होइन, धेरै जसो कम्फर्ट जोनहरू सिमिलर हुन्छन्, तर यो दुनियाँमा जतिजना छन् त्यतिवटा कम्फर्ट जोन हुन्छ र इट किप्स अन इभल्भिङ के। फर इक्जाम्पल अहिले म एकचोटिमा 2 पुसअप मात्र हान्न सक्छु भने, अब इफ आई ट्रेन माइसेल्फ कन्टिन्युसली फर 2 मन्थ, कि म दिनका दिन 20 पुसअप हानिरहेको छु भने 2 महिनापछि मेरो नयाँ कम्फर्ट जोन भनेको एकचोटिमा 20वटा पुसअप हुन्छ क्या। सो डज द्याट मिन मेरो कम्फर्ट जोन ब्रेक भएन? भयो, तर ब्रेक भयो पनि तर नयाँ कम्फर्ट जोन पनि भन्यो क्या। जुन अहिलेको टार्गेट हुन्छ नि त्यो चाहिँ नयाँ कम्फर्ट जोन हुन्छ क्या। खासमा कम्फर्ट जोन भनेको ब्रेक गरि नै राख्छौँ क्या हामीले, हेर्ने हो भने यो जस्ट एउटा साइकल छ क्या। एन्ड इफ यु क्यान सी इट क्लियरली होइन, कि हामी हाम्रो लाइफमा नि जहिले पनि कम्फर्ट जोनमै हुन्छौँ क्या, तर इभल्भिङ कम्फर्ट जोन छ क्या। कम्फर्ट जोन भनेको चाहिँ एउटा कुनै पनि एकचोटिमा टक्क गरेर छोडिने कुरो होइन कि। कम्फर्ट जोन भनेको चाहिँ इट्स अ साइकल क्या, इट किप्स अन इभल्भिङ क्या। यो इभल्भ भइ नै रहन्छ। जब जब हामी इभल्भ हुन्छौँ तबसम्म कम्फर्ट जोन भनेको इभल्भ भइ नै रहन्छ। सो इभन दो हामी जति नै डिसिप्लिन भए पनि नि, हामीले कम्फर्ट जोन पहिलाको ब्रेक गरेर चाहिँ हुन्छौँ, तर कम्फर्ट जोन जिन्दगीमा छोड्न चाहिँ सक्दैनौँ कि। किनभने त्यही नै हाम्रो लागि नयाँ कम्फर्ट जोन हुन जान्छ कि। इट किप्स अन इभल्भिङ क्या। तर हामीलाई लाग्छ हामी त्यो कम्फर्ट जोन छोडेर आइयो, होइन, हामीले नयाँ कम्फर्ट जोन बनाएको हो क्या। कम्फर्ट जोन कहिले छोड्नै सकिँदैन क्या। वी आर अलवेज अन आवर कम्फर्ट जोन क्या। हामी जहिले पनि हाम्रो कम्फर्ट जोनमै हुन्छौँ क्या।